अब हामी मनकामन जाँदैछु। तपाईँहरूलाई मनकामन माताको दर्शन गराउन लाँदैछु। ल अब हामी थानकोटबाट भिडियो खिच्दै तपाईँको मनकामन माई कहाँ तपाईँलाई म सँगसँगै लाँदैछु। हेर्दै गर्नुहोस् बिस्तारै। अब थानकोट चेकपोस्ट काट्यो नि, थानकोट चौकी काट्यो। अब यहाँबाट जाँदै अब चेकपोस्ट पुगिन्छ होला। हामी माइक्रोमा 18 जनाको यात्रा गर्दैछौँ। 2082 8 महिना 11 गतेको दिनमा थानकोटको चेकपोस्ट पुग्यो। अब यहाँबाट हामी सिधै मनकामनतर्फ जाँदैछौँ। आउनुहोस्, तपाईँहरूलाई मनकामन माईको दर्शन गर्न लाँदैछु। मसँगै रहनु होला। यो भिडियो हेरेर चित्त बुझे सब्सक्राइब, लाइक, सेयर गरिदिनु होला। मनकामन माईको जय होस् र सब प्राणीको कल्याण होस् भन्दै म तपाईँहरूलाई मनकामनतिर लाँदैछु र आफूले बाटोमा रमाइलो गर्ने र ड्रोनबाट खिचिएको भिडियोहरू तपाईँहरू मार्फत राख्दैछु। अब हामी लागिरहेको छु बाटोमा माइक्रोको पछाडि मोबाइलबाट खिच्दै अब बिस्तारै गन्तव्यतिर लाग्दैछु। हेर्दै गर्नुहोस्। अब कहाँ कुन ठाउँमा हामी ड्रोन सट राम्रो हुन्छ त्यहाँ खिच्ने प्रयास गरेर तपाईँहरूलाई देखाउँछु। यो धादिङ जिल्ला पसिसकि अब बाटोमा गाडीहरूको भिड आउँदैछ, तर बिहान जाँदाखेरि त्यति थिएन। अब ल यहीँबाट ड्रोन सट सुरु भयो। चिया खाने ठाउँमा एउटा रेस्टुरेन्ट होटलमा स्टार्ट गरेँ। फर्स्ट ड्रोन सट यहीँबाटै सुरु भयो। तपाईँहरूलाई अब यहाँको सानो क्लिप देखाउँदै अनि मनकामन माई कुरिनटारमा केबल कार चढ्ने ठाउँमा तपाईँहरूलाई त्यहाँको पनि सिन ड्रोन सट देखाउने जमर्को गर्दछु। यो हामी यहाँ चियापान गऱ्यो। यहाँबाट आउनुहोस्। यो सानो पहिलोको ड्रोन झलक हो। अब तपाईँ केबल कार चढ्ने ठाउँको ड्रोन सटको लागि जाँदैछु हामी। अब यहाँबाट स्टार्ट भयो। कुरिनटार कसले फोन गरे हो हजुर?
केबल कारको लाइनतिर लागेको छु हेरौँ रमाइलो रहेछ ल झरना मजा आएको छ यो बनाएको झरना हो आर्टिफिसियल रमाइलो होस् भनेर बनाएको छ लाइन धेरै छ अस्ति छ अब हामी पशुपतिमा घुमे जस्तै हिँड्नुपर्ने अवस्था आयो कसरी सामान थियो आयो हाम्रो आयो केबल कार नम्बर 1 नै परेछ ल नम्बर 1 बस यता यता मजाले भयो अर्को एकजना खोइ 6 जना मात्रै हो ल गयो गयो अब हेरौँ बिस्तारै मोबाइलको ब्याट्री सिधाउँ घरको यो खाल्छ सबै खिच्दै यो लामो हुन्छ भनेर 15 मिनेट हो क्या रे पनि मिनेटको त भिडियो भयो अब बुझ्नु त चामल त कमै दामी सबै अलि फास्ट गरेको छु मोबाइलमा दिएको भिडियो कस्तो लाग्यो यसो कमेन्ट सुझाव कुनै के ल्याउनु भयो यो त्यसमा त खाली नै मान्छे नै छैन त्यो एक नम्बर के गएको छ माथि छैन 32 33 कतिसम्म छ क्या अब हामी माथि पुग्न लाग्यो 14 15 खाली खाली अब चाहिँ थाहा हुन्छ सिधै यो त पोल पोल माथि कुन लाग्यो खाली खाली तारै हो यहाँ चाहिँ बढी हुँदैन जसरी त्यसले गरेपछि माथा जाने हो रमाइलो हुँदो रहेछ माथि पुग्ने लाग्यो
चाहिँमा पुरेन मनोकामनाको दर्शन गरौँ न र त्यहाँ पनि ड्रोनबाट यसरी नै भिडियो बनाएर यसैमा राख्छु अब चढ्दैछु हामी माथि पुग्यो यो यहाँदेखि फुलहरू तिनवटामा चाहिँ ठुलो गाडी त नभन्ने हुन्छ अब चढ्दै आउने मान्छे नै छैन खाली खाली सबै घरबाट लिएर आएको छु बोक्नु गाह्रो होला भनेर घरबाट लिएर आएको खतरा रहेछ चाहियो भाइरल दिदी भने तपाईँ होइन भाइरल दिदी टिकटकमा भाइरल दिदी टिकटकको भाइरल दिदी त्यो रहेछ होइन कता गए दर्शन गरौँ मलाई नि एउटा त चाहिएको थियो मेरो नम्बर लिइरहनु मैले मार्केट प्लेसमा धेरै नयाँ भन्ने सेकेन्ड ह्यान्ड दिनु कि धेरै सस्तो पर्छ एउटै त खोइ त मैले देख्नु छोडिसकेँ यहाँ किन हराउँछ र हराउँदैन यो त आफै आउँछ होला नि आउँछ रिटर्न त होम आउँछ रिटर्न त तपाईँले पनि यसरी नै ब्लग कति पर्सेन्ट छ ब्याट्री कति घन्टा चल्छ दाइ यो 47 मिनटको हो यो जिपिएस छैन कि हो यहाँ गइसक्यो पछाडि घुमाउँदैछु मैले मन्दिर वरिपरि घुमाउने कति किलोमिटरसम्म हान्छ दाइ यसले अहिले नयाँ निस्केको 20 किलोमिटर हो यो 8-10 किलोमिटर जान्छ अन्तिम छैन सिङ्गल छैन घरहरूले छेक्छ कि यताबाट ऊ त्योबाट हानेको भए हुन्थ्यो अलि हाईमा लग्यो भने ऊ हुन्छ होला नि अलिक कता खस्यो भने फेरि झन् खस्नु त खस्दिनु त होइन रिटर्न टु होम भइहाल्छ होइन अहिले कहाँ पुग्यो दाइ म मन्दिर घुमाउँदैछु सापको बोट माथि पुग्यो त्यो यता आउनलाई जाने होइन फेरि बाटो त अनि रिटर्न त होम आउँदाखेरि आफै आउँछ आफै फर्किन्छ जहाँबाट उडेको त्यहीँ आउँछ कि जिजेको हो ए जहाँबाट गाखा ए आउँदा आउँछ आउँछ
दाइले आफै बनाउनुहुन्छ अरे तर ड्रोनहरू तपाईँले यो भिडियोहरू चाहिँ युट्युबमा हाल्नुहुन्छ युट्युबमा हाल्छ युट्युबमा हालेर ट्याक्क हाम्रो यता अगाडि आएर नि ट्याक्क यो रेस्टुरेन्टहरू पुरै हालिदिन्छ मनसुन रेस्टुरेन्ट यो बाटो होइन हामी आउने होइन त यो हो यही बाटो भन्नु आउने बाटो पनि देखिन्छ पिकअप सिकअप मोटरसाइकल भनेको गाडी पनि त्यो त नमस्कार सर गाडी पार त आज यो उता गयो हो त यता गयो तपाईँ यो मनसुन रेस्टुरेन्ट हेर्नु त हाम्रो मनसुन त यो त उतै छ नि कहाँ हो त दाइ आउनुहुन्छ यो यहीँ पछाडि भयो मान्छे यो यता गयो खाना त आउँछ पछाडि बस पार्क हजुरहरूकै लागि बस पार्क पनि छ त्यहाँ यहाँ तल बस उयो होइन पर्सि जात्राको लागि अलिअलि आर्थिक सहयोग जुटाउनु पर्यो ताक्नु त्यो बस पार्क हामी पछाडिको बस पार्क कहाँनिर छ यहाँ छ यो तल चाहिँ बसमा केबल कार खोइ त्यो केवल कार त अलि उता फेरि यो केबल कारको यो स्विमिङ पुल यो 3 स्टार यहाँ माथि यतातिर यो चाहिँ होम पलाइन्छ है होइन होइन यतैतिर छ होला अब हाइटमा देख्दैन कि यतैतिर हुनुपर्छ खै ठ्याक्क Return to home. देखेपछि अनि क्रस गर्न मिल्छ कि ऊ त्यहाँ रहेछ क्रस गरिदिउँ देखि नि होइन ल फेरि रिटर्न टु होम गर्न मिल्छ मिल्छ आफूले ठाउँ थाहा पाएन भने त्यस्तो गर्नु कति धेरै माथि गयो नि अरे कति मिनट चल्छ र दाइ यो 47 मिनट हो नेट 40 गर्छ कम्पनीले 47 भन्छ 47 हुँदैन कि तपाईँको 40 मिनट चाहिँ फ्लाइ गर्छ है कति पर्छ र दाइ यसलाई यो मैले 90,000 राखेको छु यो त गाउँहरूतिर अरिङ्गल खोज्दा नि काइट हुन्छ होला है हुन्छ नि यही किन्न पर्छ कि दाइसित फरेड जान्छ तिमीहरू सब्सक्राइब गर अनि युट्युबमा आउँछ है हुन्छ यसो हामीलाई पनि देखाइदिनुहोस् बिलाको भाइलाई सर ल्याएर कतिवटा ब्याट्री छ दाइ यसको यसमा 3 त कम्बो सेटमा 3 त हुन्छ नन कम्बो पनि एउटा हुन्छ यसलाई फेरि उडाउने टेक्निक नै हुनु पर्यो नि अलिकति जानुपर्छ तर यो त एकतिरै बस्छ कि तपाईँ अर्को जस्तो होइन अरू त तपाईँको चाहिने त यताउता सर्छ नि होइन यति क्वालिटी पनि आउँदैन यो फोकिहाल्छ मनसुन रेस्टुरेन्ट थकाली किचन फोन नम्बर पनि दिएछ तपाईँहरू पनि खिच्दियो है Thank you. जो लोकल खाना हो मलाई सपचे मौसम हिमाल हेरिदिउँ
माल्टा याम देख्दैन यो उल्टो पाल्टो जहाँ जहाँ नि गिम्मललाई जस्तो गरे पनि हुन्छ बिस्तारै सार्ने भए यो हो होइन हजुर एकैचोटि अब तल हेर्नु पर्यो यो यहाँको आयो होइन मान्छे दौडिरहेको खाना यो तिनवटा मोड हुन्छ यो चाहिँ सिनेमेटिक मोड हो स्लो हुन्छ स्पोर्ट मोडमा फास्ट हुन्छ नर्मलमा ठिकको हुन्छ तपाईँको नम्बर लिएर राख्नु पर्यो यहाँबाट आएको देखाउँछ है हामी यहाँ छौँ होइन त चाहिँ हाम्रो मनसुन रेस्टुरेन्ट जुम हानेको छु जुम आउट गरेँ त्यो जुम पनि हुन्छ यो यसमा साउन्ड चाहिँ आउँदैन साउन्ड चाहिँ मैले स्क्रिनले गरेर यो देखाएको छु कि हजुर हामीले बोलेको साउन्ड आउँछ यसले खिचेको साउन्ड हुँदैन यसलाई तल राख्ने सेन्सर हुन्छ माथि जान्छ यो त अगाडि पनि सेन्सर हुन्छ पछाडि पनि हुन्छ यो कम हुन्छ तर छोकिन्छ ड्रोन हो होइन हावा उड्ने छोकिहाल्छ नि त्यो त हाम्रो खाना देखाइदिनु अलि एकदम फास्ट जाँदाखेरि ठोकिन्छ कि स्पोर्टमा चाहिँ काम गर्दैन सेन्सरले यो सेन्सर कराएको यहाँ भित्र छ भनेर आवाज आयो नि कराएर यो सेन्सर यो अफ गऱ्यो नि कराउँदैन फेरि यसलाई अफ गर्नु बाइपास भयो ब्रेक भयो अफ अफ हुँदा त ठोकिन्छ बढी हुन्छ नि होइन सोया जाँदैन बिस्तारै जाँदो रहेछ बिस्तारै गएको त अघि आएको भन्दा नि बिस्तारै गएको त्यही भएर कति माथि जाँदो है एकजना मात्र बसेर पनि है मान्छे नभएपछि बिस्तारै बिस्तारै बाँदर पनि कहाँ कामै बन्द हुन्छ है रातिको लागि तल्तिर हेर्दा चाहिँ सिरिङ सिरिङ हुन्छ बिस्तारै जानु ओह्रालोमा हामी किन्छौँ बन्द भयो कसरी आउँदो भिडियो बनाएर सामान हल्का हुन्छ खिरी मेरो लागि 15 मिनट हो क्या तिनवटा पोल लाग्छ तिनवटा पोल लाग्छ यता नजिक नजिकै राख्छ
जाडो पर्छ 9 मिनेट जति लाग्ने हामीले राख्नु आउनु जानु त्यति नै हुन्छ न यो त भाइ उता के धुँदाखेरि बन्द छ अहिले खोलिसक्यो होइन मान्छे मैले त्यो रोकेको थिएँ क्या कसरी यस्तै झन् खोल्यो उनीहरूको केबल कार स्टेसन पुग्यो 哎，我们这边不种啥，种啥？Welcome. Control. Only a lot of time. Rồi, áo rồi. Dia nó tận được. Kisna, Odin Kumar. Kisna. Dạ nó mất này. Hả? Không được không vào cả Kia phật đuôi. Ui. Kia cả áp được kia cả sắc. Có thể nhìn được. Dia drone lo babu. Kiasa. Dalla. Nah, saya jelas. Dia pergi. Itu kan.